छोराहरूको लागि मैले के लेखेको छु थाहा छ? छोरा मान्छे हुन एकदमै गाह्रो छ। हामी त छोरी मान्छे हो, छिनमै रिसाइदिन्छौँ, छिनमै रोइदिन्छौँ, फकाउने मान्छे भए पनि नभए पनि यतातिर फर्केर बसिदिन्छौँ होइन, त्यो हाम्रो मुड हो। तर छोरा मान्छेलाई एकचोटि रुन पनि 100 चोटि सोच्नुपर्छ। कहाँ रुँदैछु, मान्छेको अगाडि होस्, भिडमा छु कि अलिकति न्याउरो देखेको छु कि जस्तो सुकै अवस्था होस् हाँसेर गुज्रिनुपर्छ। यहाँ यतिजना हुनुहुन्छ, उता हुनुहुन्छ। दिस इज फर अल अफ यु। यो चाहिँ मैले लेखेको एउटा पोएट्री, छोरा मान्छे। छोरा मान्छे सुन न, आज मनैदेखि एउटा कुरा भन्छु नि ल, जिन्दगीको यात्रामा तिम्रो सहयात्री बन्छु नि ल। थाहा छ तिमी छोरा मान्छे हौ, परिवारको जिम्मेवारीले तिम्रो काँध दबिएको छ, उमेरसँगै नयाँ जिम्मेवारीहरू थपिएको छ। तर तिमी हिम्मत नहार्नु ल, अरूको खुसीको लागि आफ्नो खुसी अलपत्र नपार्नु ल, सबैको रहर पूरा गर्न आफ्नै रहर नमार्नु ल। जिम्मेवारीले दबिएको तिम्रो कामलाई सहारा काँध म देऊला नि, तिमी हात दिनु साथ म देऊला नि। मलाई त यो भिडियो अत्यन्तै मन पर्यो कि तपाईँलाई कस्तो लाग्यो? मैले सोच्थेँ कोही पनि बुझ्नै पाइँदैन होला, तर उहाँको कुराले मलाई मनमै लाग्यो कि कोही कोही त हुँदो रहेछ नि मन बुझ्ने। ओके नि केटाहरू भन त।